मकैबारी दरम दरम हरियो काक्रा गरम गरम आइफोन नहुने कुरै भएन मसँग हामीसँग डस्टबिन त एप्पलको छ यी So hello and what's up guys? What's up? What's up? I'm chilling. So we are going to English मा गरे भने मेरो जिब्रो निदाउन थाल्छ हामी अब बाहिर घुम्न जान लाग्यो सुरुमा हामी हबिज क्राफ्ट गरेर अलिअलि आर्टको सामान किन्छौं फेरि आर्ट भ्लग पनि त प्रस्तुत गर्ने पर्यो त्यसपछि पार्क गएर बाबा एक्सप्लोर गर्ने प्लान छ हाम्रो त्यही भएर यो भ्लगलाई लास्टसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्नु होला है हजुरहरुले अनि है यो भिडियोमा नि 1k पुग्यो भने हजुरले कालानी ल यो भिडियोमा 1k पुग्यो भने चाहिँ 1k पुरै हिँड्नु छ होला हजुर मैले 7 सिस्टर घुम्न लिएर जान्छु तपाईसँग आइफोन छ नि हैन मेरो फोटो खिच्दिनलाई फोटो खिच्न आइफोन चाहियो आइफोन नहुने कुरै भएन मसँग हामीसँग डस्टबिन त एप्पलको छ यी हामीसँग डस्टबिन त एप्पलको छ यी एप्पलको डस्टबिन हुने मान्छे हो हामी हेर्नु आफै मसँग पक्का पनि छ आइफोन एप्पल भन्न सिक्नु भन्नुस् पहिला सुरुमा एप्पलै हो एप्पल पहिला ए फर एप्पल भनेर भनिन्छ अब ए फर आदि लेट्स गो थापा गुगल म्यापै अन गरेन नि त मैले त यतैबाट जानु न म हेर्दिहाल्छु हो आज त लास्टै गर्मी छ नि अब यार आज चाहिँ मैले हामी चाहिँ हबिज क्राफ्ट जाँदैछौँ सुरुमा यो चाहिँ प्राइमार्कबाट 2 पाउन्डमा किनेको पाउन्डल्यान्डबाट 1 पाउन्डमा हो क्या हजुर हबी क्राफ्ट युकेमा चाहिँ आर्ट मेटेरियलको लागि फेमस छ मैले यहाँको क्यानभासहरू लिन्छ है एउटा चाहिँ यो लैजाउँ कि जस्तो लाग्यो होइन मेरो कलरहरू हालेर टक्कै लिएर हिँड्नलाई होइन यो चाहिँ बबल रहेछ कि यस्तो छ यस्तो खोलेपछि टक्क दामी हुँदो रहेछ यो चाहिँ लैजानु पऱ्यो एउटा मलाई लास्टै मन परेको टेबल हो तर अहिलेको रुम लास्ट सानो छ त्यही भएर अहिले लग्दिनँ म आज मलाई किनेर मन परेको सामान चाहिँ यो है एकदम इजी रमाइलो लाग्यो मलाई यो होइन यस्तै आर्ट स्टफहरू राखेर हिँड्नलाई है अन्त हैरान भइसक्यो नि त म त त्यति कहाँसम्म किन 2 घन्टा म चाहिँ यो पर्फ्युम किन्ने होइन टेस्टर हान्ने दिनदिनै आउने टिके म्याक्स टेस्टर हान्ने हिँड्ने भाइ बहिनीले चाहिँ पर्फ्युम किन सोधौँ है बहिनी पर्फ्युम किन न टेस्टर मैले अघि भनेको नि त यिनीहरू टेस्टर छर्किन गएको टिके म्याक्स भनेर मैले टेस्टर केही लगाएको छैन हेर्नुस् मैले यति धेरै सामान किनेर आएछु हामी चाहिँ फाइनल्ली सपिङ सकाएर टेस्टर हानेर महँगो बसाएर जाँदैछौँ हाइल्यान्ड पार्क हामी चाहिँ अब तोरीबारी जाने भन्ने कुरो थियो होइन अब यही तोरीबारीमा काम गरेर हुर्केको यस्ता मुला तोरीबारी पनि के जाने भनेर चाहिँ हामी हाइल्यान्ड पार्क नै जाने निर्णय गऱ्यौँ मेरो दाँत मात्रै त्यो क्यान तोरीबारी कुन हो भन्ने चाहिँ देखाइदिनु यता पछाडिपट्टि उयो देखाइदिनु न तोरीबारी यो कता कति तोरी देख्नु मुख चाहिँ अलि लामो आयो कि कसरी पर लगौँ होला अब चाहिँ हामी त्यसको जाँदैछौँ दाइले अघिदेखि हामीलाई खोइ कता लान्छु भनेर अहिले आएर यता लानुहुन्छ के अरे अब चाहिँ हामी त्यसको जाँदैछौँ यति धेरै घुमिसक्यौँ यो भ्लग यहीँ लामो भइसक्यो गाइस अघि हाइल्यान्ड पार्क जाने भनेको दाइले होइन लिडर लान्छु भनेर चेम्सफोर्ड कलेज जानुभयो अनि अहिले चाहिँ हामी यहाँ के भन्छ अरे त्यसको जाँदैछौँ हामी त्यसको भित्र गएर देखाउँछौँ है त हजुरहरूलाई हामीले के किनेछौँ भनेर पशुपतिको जात्रा सिद्राको व्यापार हो खासमा गाइचरले आज घुम्न जाने भने हुन्छ भनेर घुम्न लिएर आइयो लास्टमा त गाइचरको प्लान चाहिँ त्यसको आएर सपिङ गर्ने रहेछ कि यो कर्कलाको डाँठ छ त यार यहाँ त यार थाहा यो कर्कलाको डाँठ हेट यस्तो त के लाने यार घुम्न जाने भनेर आएका साथीहरू आफ्नो ग्रोसरी सपिङ गर्न थालेपछि अब हाइल्यान्ड पार्क भनेको यही हो है गाइचहरू यही प्याज किन्ने यस्तै विपना बहिनी हरियो काक्रा गरम मकैबारी दरम हजुरहरू भन्नुहुन्छ भने यो गोरी भर्खरै पठाइदिन्छु म मेन भक्कु पाउरोटीहरू यहाँ पाइन्छन् हेर्नु है यो गोरीहरूलाई देख्छ दङ्ग भर्चुकोमा अब यहाँ मिल्कमा पनि यही गाईको फोटो हो उतापट्टि बिफमा पनि यही गाईको फोटो राख्छन् साके पसल उठाइदिउँ आज पसल त्यसको पुरै उठाइदिउँ गाडीले राख्छु ड्राइभर दाइ घुम्न लाने भनेर ल्याएको खासमा विपना बहिनी मकैबारी दरम अघि चाहिँ मकैबारी दरम
मैले पट्याउँछु भने केटी मेरै पछि लागेपछि हाम्रो बहिनी चाहिँ रियल सपिङ गर्ने मान्छे जस्तो देखिन्छ हेर हेर्नु त मैले खासमा त्यो नगुडाएको किन हो थाहा अहिले मैले गुडायो भने फेरि यहाँ काम गर्ने जस्तो देखिन्छु अनि सामानलाई कति हो के हो सोध्न थाल्छन् कि मान्छे प्रायः त्यही हुन्छ कि मेरो त यही कोकाकोला खोजेर यत्रो बेर भौतारिनु भएर चाहिँ साक्कै ठेट ल टेस्को क्लब कार्डले कति फाइदा भएछ हामीलाई हेरौँ है त 66.03 को सामान 963 पाउन्ड चाहिँ डिस्काउन्ट भएछ र 5640 मा पाएछ सो अब चाहिँ हामी मान्छे लडिराख्यो यार नेपालमा भएको भए यहाँ 3-4 जना त्यहाँ भिडियो खिच्ने मान्छे भइसक्थे यहाँ चाहिँ अब हामी चुप्प लाएर क्यामेरा अफ गरेर बस्यौँ हामीले गाडीको पछाडि सामान राखेर सकायौँ र यो चाहिँ कोइन नलाग्नेवाला ट्रली हो अहिले यहाँ कोइन लाग्नेवाला ट्रली भएको भए यी दुईजनाले म पुऱ्याउनु जान्छु भन्थे अब कोइन नलाग्नेवाला भएपछि म छु अब पुऱ्याउनु जाने ल गएँ केटाकेटी हेरिका मैले त यस्तै काम पाएँ नि गर्थेँ अब हामी आइल्यान्ड पार्क जान लागेको अनि हजुरहरूलाई त्यहाँ गएपछि हामी देखाउँछौँ ल हामीले त्यहाँ के गर्छौँ भनेर प्लिज हाम्रो ब्लग इन्जोय गरेर हेरिदिनु होला हजुरहरू सबैजनाले हेर्नु त पार्किङ कति धेरैले गरेका छन् अब कति बेला हो हामीले पार्किङ सो यहाँबाट पार्किङ टिकट लियो हामीले होइन त नेपालमा गएको भए यति पैसामा कहाँ साँगा पुगेर घुमेर के खाएर आइन्थ्यो हामी आइपुग्यौँ हाइल्यान्ड पार्क यहाँ पछाडि हेर्नु बच्चा लिएर हिँड्ने ट्रली यस्तो हुन्छ ल यो सिस्नो टिप्पो पनि लैजाउँ ल आज तरकारी यही 1 छाक यहाँ त 10 छाक हुन्छ यार यति धेरै छ सिस्नो यार साँच्चैको सिस्नो हो किन एकताल छुनु त बहिनी पोल्छ दाइ मलाई थाहा यो सिस्नै हो किनभने मलाई सही मन पर्यो यार म त सिंगल हो सिंगल सिङ त छैन नि त गल मात्रै हो तपाईँ सिङ छैनन् यो रुखमुनि आएर बस्दा यहाँ माथि चाहिँ मौरी गुनुन्न गरेको यस्तो मिठो आवाज आएको कि पुरै गाउँतिर गएको जस्तो फिल भइरहेको है मलाई र अब हामी चाहिँ हाइल्यान्ड पार्कको एकदम इम्पोर्टेन्ट ठाउँ सबैभन्दा इन्ट्रेस्टिङ र एट्र्याक्टिभ ठाउँ जाँदैछौँ त्यही भएर म इङ्ग्लिस बोल्दिनँ कि जति बेला जिब्रो निदाउँछ इङ्ग्लिस बोल्नु थालेपछि यो फुल फुलेको देखेर म यहीँ दङ्ग परेँ सही छ त यार ओ लाली गुराँस पनि रहेछ सेतो गुराँस पनि रहेछ यार यो चाहिँ नेपालको राष्ट्रिय फुल हेर्नु युकेमा यति राम्ररी मजाले फुलेको देख्न पाइन्छ हामी आउन अलि ढिला भएछ कि साथी यो त मरिसकेको छ नि त यसो गोरेहरूलाई फुर्ती देखाउनलाई क्या पानीभित्र हाल्दा पनि मेरो क्यामेरा केही हुन्न भनेर मैले पानीभित्र क्यामेरा हाल्दा भिडियो खिचेको है र यहाँ चाहिँ यो गेट बनाइएको रहेछ फुलको जताततै फुलै फुल अनि फुलै जस्ता राम्रा गोरिनीहरू ओहो यस्तो रमाइलो छ यत्रो दुःख गरेर टेस्को गरेर सामान लिएर आइयो अहिले भोक लागेको बेला खाने केही छैन तँ काँचो चामल लिएर आएर अब के खानुहुन्छ भन्नु के खानुहुन्छ खै अब यही निउरो टिपेर खाने बाहेक अर्को विकल्प छैन त्यही पनि यहाँ खाने निउरो पाइँदो रहेछ पिरो निउरो अब त पिरो निउरो के खाने हो मैले चाहिँ थकाइलो खाने निर्णय गरेँ थकाइलो भन्ने थाहा कि नै हो यो खान्थ्यौँ नि हामीले डाँट यही खाने भयो अब आजको आएर यही हो र यहाँ चाहिँ अर्को वाटर फाउन्टेन पनि रहेछ है जल हाँस्छ नि त यो बच्चा पनि रहेछन् कि त्यहाँ हेर्नु कतिवटा घर आउनुभन्दा अगाडि चाहिँ हामी लाली गुराँसको जङ्गल भन्ने हो कि एउटा रुखकै जङ्गल थियो त्यहाँ गएर 2-4 वटा फोटा खिच्यौँ साह्रै रमाइलो भयो आजको दिन त यो चाहिँ हाइल्यान्ड पार्कको अर्को विशेषता एउटा लाली गुराँसको रुख चाहिँ यस्तो राम्रो छ कुरै छोडिदिनु कि जताततै फुलेको छ न कोही आएर एउटा चुडेर लग्नु न केही नेपालमा भएको भए चुडेर सबै सकाइसक्थ्यो नि त कस्तो दामी रहेछ कि अब यस्तो छ यस्तो केटी मान्छेको ब्याग भगाइदिएछन् मलाई
अब आफूहरू चाहिँ उता भिडियो बनाउन गएको छैन अब त्यो पनि दौडेको भिडियो होला ल दौडी 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 हेर मेरोमा त्यति मात्रै हो र बजारमा नयाँ ट्राइपोड स्ट्यान्ड पनि आइसक्यो आज हेर्नु यी टेमुबाट किनेको है टेमुबाट अनि कस्तो लाग्थ्यो नि हजुरहरूलाई हाइल्यान्ड पार्क एकदम मजा आयो अनि हजुरहरूलाई भन्नु त्यहाँ कमेन्टमा हेरेर भन्नुहोस् एनिवेज गाइज थ्याङ्क यू फर वाचिङ दिस भ्लग अझै दामी दामी भ्लग चाहिँ हामी हाल्दै जान्छौँ त्यसको लागि हामीलाई के गर्नुपर्छ फलो लाइक ए फलो होइन सब्सक्राइब 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 गर्नुपर्छ होइन धन्य यो सब्सक्राइब भन्दा चाहिँ मेरो टङ स्लिप हुन्न कि